everyone, namaste and welcome to our channel. आज फेरि हामी हजुरमाझ उपस्थित भइसकेका छौँ रेडी भएर आज हामी कहाँ जान आँटेका छौँ भनेर हेर्न चाहनुहुन्छ भने चाहिँ हजुरले भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। आज हामी फेरि दुईजना जाँदैछौँ। कहाँ जाँदैछौँ त हजुरले भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ सहयोग सपोर्ट गरिदिनुहुन्छ होला भन्ने आशाका साथ अब हामी भिडियोलाई अगाडितर्फ राख्छौँ कहाँ जाँदैछौँ भनेर तपाईहरूले अन्तिमसम्म हेरिदिनु होला। स्ट्यान्ड अब हामी जाँदैछौँ कहाँ जाँदैछौँ भनेर हजुरले अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। यहाँ चाहिँ जाँदैछ बुने एकदम आतुर छ जानको लागि। यो चाहिँ एकदम एक्साइटेड छ। हाम्रो ठ्याक्क अब गाडी पनि आयो, हामी चढ्छौँ। हामी चाहिँ यहाँ आइसक्यौँ, एउटा गाडी गइसक्यो, अब फेरि छुटिहाल्यो भिडियो बनाउने भएर फेरि अर्को गाडीको पर्खाइमा छौँ हामी। कलेज इन्जिनियरिङ कलेजको नजारा देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि यो चाहिँ यस्तो भ्यू देखिन्छ। यो चाहिँ टक्कसँगले पाँडु भएर उभिसकेको छ। त्यसलाई कसैले हेल्प गरिदिन चाहनुहुन्छ भने हेल्प गरिदिनु होला। हामी चाहिँ हाम्रो गाडीमा चढिसक्यौँ। यहाँ हुनुहुन्छ हाम्रो दुईजना साथीहरू अगाडि। यहाँ आजका साथी छन्, कोही साथी हुनुहुन्न, अरू खाली छ साथी। रिजर्भ आज हाम्रो रिजर्भ हो। तपाईँहरू पनि काहीँ जान चाहनुहुन्छ भने रिजर्भ लिन सक्नुहुन्छ है त। कोटेश्वर कोटेश्वर आइपुग्यौँ साथीहरू। हामी चाहिँ कोटेश्वर आइपुग्यौँ। कोटेश्वर enjoy the crowd of Kotesar. Tin pune. Samsat Bhawan आइपुग्यौँ साथीहरू। Samsat Bhawan। हामी चाहिँ छौँ बानेश्वरको पुलमा। अझै बानेश्वरको ठ्याक्कै पुल देखियो। बानेश्वरको भ्यू इन्जोय गर्नु होला। यो चाहिँ नेक्स्ट साइड हो। अस्ति ठ्याक्क जेनजी आन्दोलन यहीँ भएको थियो। हामी चाहिँ आइसकेका छौँ चक्कु बक्कु मक्खुमा। यो चाहिँ हो बुनेको कलेजको मन्दिर। यहाँ चाहिँ ऐनामा हामी यसरी सजिसक्यौँ। दुईटी परीहरू छन्, परी कलेज जान। अब बुनेको कलेज आइसकेको छ। कलेजमा कुटाइ खानेको लागि यो रेडी हुँदैछ। अब के कम्प्लेन आउने हो भित्रको त देखाउन सक्दिनँ म, कलेजको चाहिँ देखाउने छु। यो चाहिँ जाँदैछ। के छेस् कलेज जानको लागि? यहाँ कस्तो राम्रो। हामी चाहिँ आइपुग्यौँ बुनेको कलेज। हामी खासमा चाहिँ यहीँनिर आएका थियौँ। यो चाहिँ हो बुनेको कलेज। आफ्टर 2 घन्टापछि सानेको कलेजदेखि हामी बल्ल रेस्क्यौँ भयौँ। यहाँ चाहिँ साने चाहिँ यसको कलेजले पनि रुवाएर छोडो मलाई। हामी फेरि फिर्किसकेपछि क्यामेरामा एक्ला त्यस्तो नगरी हिँड्ने चलन छैन। यहाँ हामी आइसक्यौँ चक्कु बक्कु मन्दिर।
चक्कु बक्कु अगाडि नउभिन जाने भनेर त्यहाँ उभिएकी थिएँ हेर्नु कसो गर्दै थिएँ। हाम्रो यहाँ लाफिङ र चटपटी आइसकेको छ खानको लागि आतुर। म चाहिँ खाँदैछु चटपटी, ऊ चाहिँ खाँदैछ लाफिङ। यो चाहिँ बानेश्वरको एकदम भाइरल काम हो। हामी आइसकेको छौँ सस्तो बजार मार्केट। अरूले अब किन्छे आज किन्न हामी चाहिँ आइसकेको छौँ सरोजनी मार्केट, सस्तो मार्केट बानेश्वरको। इच एन्ड एभ्रिथिङ यस्तो सस्तो पाइन्छ, यस्तो सस्तो पाइन्छ, तपाईँ छक्क पर्नुहुन्छ क्या। तपाईँहरू पनि स्टुडेन्ट हुनुहुन्छ भने चाहिँ यहाँ आउन सक्नुहुन्छ। हामी आइसकेका छौँ केक खान अब अनु वेटिङमा। आइसकेको छौँ पेस्ट्री खानको लागि। बेस्ट पेस्ट्री इन द वर्ल्ड हो, तपाईँहरू पनि आउन सक्नुहुन्छ बानेश्वर। ठ्याक्क गाडी यहाँदेखि यहीँनेरि हाम्रो आइसकेको छ। मेरो एउटा व्हाइट फरेस्ट, अनुको रेड भेलभेटमा। अब यहाँ कन्डक खाने ठ्याक्क कन्डक चिज बल के हो पानीपुरी खाना आइसकेका छौँ इन पेवा कर्नर कन्डक एन्ड बबल टी अपोजिट टु संसद भवन। अनि छेउमा रिङ नेपालको छेउमा ठ्याक्क। अब हामी के खान्छौँ देखाउँछौँ हजुरहरूलाई। आज हाम्रो पुणेको कलेज आउने अनि फुड हन्टिङ इन बानेश्वर। यो चाहिँ वान अफ द बेस्ट हो अफोर्डेबल प्राइसमा। हाम्रो खानेकुरा पनि आइसक्यो। अनि यहाँ चाहिँ हाम्रो चिज बल, यहाँ चाहिँ टोर्नाडो स्टिक खाइसक्न आँट्यौँ। अब यो पनि खान्छौँ अनि भेट्छौँ है त हजुरहरूसँग। हजुरहरूले चाहिँ यहाँ यस्तो खाँदै यतापट्टि यस्तो गर्दा यता संसद भवनको अपोजिट इन्जोय गर्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ खाइवरी हिँडिसक्यौँ। अब हाम्रो चाहिँ यहाँ गाडी आइसकेको छ। अब हामी गाडी चढ्छौँ अनि तपाईँहरूलाई गाडीमै भेट्छौँ बरु है त। हाम्रो घरतिर चाहिँ यत्रो खतरनाक पानी पर्दो रहेछ। हामी गएको यता बानेश्वर एरियामा चाहिँ घामले टन्टलापुर दौडेर आयौँ हामी। यताको नजारा चाहिँ यस्तो छ, पानी सानो थियो, पानीमा छाता उडेर भिजेर म चाहिँ भिजाइसकेँ सानेले। हाम्रो चाहिँ यस्तो छ हजुर। ओके एभ्रिवान, हामी चाहिँ घर आइ पनि सक्यौँ। बाहिर कत्रो पानी पर्दो रहेछ यतातिर, त्यही भएर हामीले भिडियो कन्टिन्यू गरेनौँ। अनि गाडीमा पनि ठुलो मान्छेभन्दा ठुलो गीत थियो, त्यही भएर हामीले कन्टिन्यू गरेनौँ। अनि हामी चाहिँ खासमा चाहिँ किन गएका भन्दै पुणेको कलेजमा हल्का काम थियो, गाजन जानुपर्ने थियो, त्यही भएर आज गाजनमा गएको थिएँ। अनि त्यसपछि हामीले बानेश्वरमा धेरै पछि गएको थियौँ, त्यही भएर खानेकुराहरू पनि के खायौँ, घुम्यौँ ओऱ्यौँ। हजुरले अन्तिमसम्म भिडियोहरू थाहा पाइहाल्नुहुनेछ।
अनि यदि तपाईँहरू चाहिँ बानेश्वर एरिया अथवा यता कतै बस्दै हुनुहुन्छ अनि तपाईँहरू सामानहरू चाहिँ सस्तो किन्न मन छ भने चाहिँ बानेश्वरको सस्तो बजार जानु होला, एकदमै बेस्ट छ हजुरहरूको लागि चाहिँ। अनि आजको लागि चाहिँ यति नै। आई होप हजुरहरूलाई भिडियो राम्रो लाग्यो होला। लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्न नबिर्सिदिनु होला। बाई बाई एभ्रिवान, लट्स अफ लभ।